जलप्रलयमा बाँच्ने अवसर धेरैको लागि थियो, त्यही भएर ठुलो जहाज बनाएको थियो। ठुलो जहाज 3 तलाको कत्रो जहाज ठुलो थियो, धेरै ठुलो जहाज बनाएको थियो। सुसमाचार गरे, जलप्रलय हुँदैछ, मान्छेको मानव विनाश हुँदैछ, तिमीले मन फिराऊ, फर्क परमेश्वरमा। यो विश्वासीलाई पनि यसो भनिरहेको हुन्छ, पापबाट फर्क, यो गलत हो, फर्क बाबा, फर्क बाबा, फर्क बाबा भन्दा भन्दै अट्टेरी भएर हिँड्ने कोही नै गर्छ। गेम ओभर हुने दिन आउनुभन्दा अगाडि फर्किनुपर्छ जीवनमा, जुबाइको होइन। टेरेन हाँसोमा उडाइदिए, मेरै पारा मेरै सेड्युल छ, भोलि भोलि भने भोलि कहिले पनि आउँदैन। सुन्दै हुनुहुन्छ? त्यसपछि फाइनली एक दिन के भयो, परमेश्वरले जहाजको ढोका बन्द गर्नु, नुहाले बन्द गरेको भए खोल्थ्यो। परमेश्वरले ड्याममै बन्द गर्नुभयो, सबै कुरालाई जोडी जोडी भित्र छिराएर नुहाको परिवारलाई, विश्वासमा हिँड्ने परिवार, विश्वासमा उसले जहाज बनाए अनि विश्वासद्वारा नै नुहाको परिवार बाँचेको छ। आमेन। त्यसपछि के भयो, जो धरतीबाट मूल फुटो, माथिबाट बादल फाटेको थाहा छ तपाईँलाई? देख्नु भएको छ? छैन होला, तर सुनेको छौँ। तपाईँले मिडियातिर, युट्युबतिर हेर्नु पनि चल पाउनुहुन्छ। बादल फाट्दा चाहिँ हुन्छ नि, एउटा चाहिँ झर्नै झरे जस्तै भएर झर्दो रहेछ, प्लान गर्लामै क्या। मेरो विचारमा लाग्छ त्यो दिनको पानी चाहिँ त्यस्तै पाराले खन्ने होला क्या, होइन? आरीले घोप्टा जस्तो भन्छ नि, के हो आज त आरीले घोप्टा जस्तो पानी छ भन्छ नि, होइन? त्यस्तै हजुर आयो पानी। तर नुहाको जहाज ढकढकाउनु त्यतिखेर गरे, ला नबुढेले भनेको त हो रहेछ त, ला पास्टर बोले भनेको त हो रहेछ त भन्ने दिन झन् त्यस्तै। ढोका ढकढकाए, कति ढकढकाए, कति हाने, सायद उडी उडी किकले हाने होला, होइन? कोही झुन्ड्यो होला, होइन? हुन्छ नि बाँच्नुलाई झुन्ड्यो होला, के गर्यो होला, कोसिस सक्दो गर्यो होला, तर कहीँबाट छिर्ने ठाउँमै थिएन, किनभने परमेश्वरले ढोका बन्द गर्नुभएको थियो। परमेश्वरले मनको ढोका बन्द गर्नु अगाडि, अनुग्रहको ढोका बन्द गर्नु अगाडि हामीले मन फिरायौँ भने हामी पनि नुहा जस्तै बाँच्नेछौँ। आमेन। सुन्दै हुनुहुन्छ? जलप्रलय यति ठुलो कि सगरमाथालाई झरी डुबाएको थियो, त्यति धेरै, हजुर यति धेरै पानी परेको थियो, जसले पृथ्वीको आकार नै परिवर्तन गरिदियो कि जस्तो लाग्छ मलाई। कतिवटा हामीले त्यस्तो कुराहरू हेऱ्यौँ भने, रिसर्च गऱ्यौँ भने पत्ता लगाउँछौँ। सुन्दै हुनुहुन्छ? मैले के भन्न चाहेको भने नि, हजुर यो संसार चाहिँ एउटा समुद्र अथवा जल जस्तै हो, त्यो जलप्रलय ढाकेको क्षेत्र जस्तै हो, पापको सागर जस्तै हो। हजुर त्यो सागरमै रह्यो भने त जस्तै मान्छे नि मर्छ नि त, होइन भने त? तर त्यो जहाजभित्र पस्ने हो भने चाहिँ के हुन्छ, जस्तै मान्छे नि बाँच्छ। येशू ख्रीष्ट पनि त्यसरी आउनुभयो, यो संसारमा एउटा नुहाको जहाज जस्तै भएर आउनुभयो। अब त्यो जहाजभित्र पस्दाखेरि नुहाको परिवार बाँचे जस्तै हामी पनि येशूभित्र पसेर जिउँछौँ भने हामी पनि बचाइनेछौँ, हामी छोडिने छैनौँ। आमेन। त्यसो भए हामी ख्रीष्टभित्र जिउनु जरुरी छ, वचनभित्र जिउनु जरुरी छ। आमेन। अनि मात्रै उद्धार हुन्छ, अनि मात्रै छुटकारा हुन्छ, अनि मात्रै स्वर्गको काम हाम्रो जीवनमा, परिवारमा, मण्डलीमा, राष्ट्रमा हामी देख्न पाउँछौँ। आमेन। आमेन। नुहाको परिवारलाई बचाउने जहाज खडा भए जस्तै येशू पनि यो पुस्तालाई बचाउने, हरेक पुस्तालाई बचाउने जहाज हुनुहुन्छ। हामी त्यहाँ भित्र पस्ने भने हामी बाँच्छौँ, तर बाहिर बसेर चिच्चै बस्ने भने मर्छौँ। हाम्रो सेड्युलले होइन प्रिय, ख्रीष्टको आफ्नो सिद्धान्त छ, स्वर्गको आफ्नो नियम छ। अनि बाइबलले भन्छ नियम बमोजिम भाग लिने मात्रै इनाम पाउँछ। बुझ्नु भयो नि? नामदारी विश्वास जाँदैन, सिधा कुरा। त्यसैले प्रिय, तपाईँको कर्म नै तपाईँको विश्वासको रिएक्सन हो। त्यसैले प्रिय, तपाईँ सुध्रिने चाहना छ भने सुध्रिहाल्नुहोस्। स्वर्ग जाने तपाईँको तयारी चाहना छ भने येशूभित्र बाटोभित्र पसिहाल्नुहोस्, किनभने समय नजिक छ। किनभने वचनले भनेपछि येशू ख्रीष्ट चाँडै आउँदै हुनुहुन्छ।